अब म तपाईलाई दर्ता चलानी .com बाट कसरी बल्क एसएमएस पठाउने, कसरी कन्ट्याक्ट र ग्रुप व्यवस्थापन गर्ने भन्ने बारेमा बताउँदछु। कन्ट्याक्ट म्यानेजमेन्ट यो फोन डायरीबाट तपाईले कन्ट्याक्टहरु सेभ गर्न सक्नुहुन्छ। तपाईले कन्ट्याक्ट सेभ गर्नुभएको कन्ट्याक्टमा तपाईले ग्रुप मेसेज पठाउन सक्नुहुन्छ। तपाईले फोन डायरी पहिलो सर्वप्रथम फोन डायरी कसरी मेन्टेन गर्ने, यहाँ कन्ट्याक्टमा क्लिक गर्ने, त्यसपछि तपाईले एड कन्ट्याक्ट गर्ने। बल्क इम्पोर्ट पनि तपाईले गर्न सक्नुहुन्छ। सीएसवी फाइलमा तपाईले एक्सेलमा मेन्टेन गर्नु भने यहाँनिर डाउनलोड स्याम्पल गर्नु होला। यो डाउनलोड स्याम्पल हेर्नु होला। त्यही बमोजिम तपाईले विवरण भर्नु भइसकेपछि त्यसमा यहाँबाट अपलोड गर्नु होला। सीएसवी फाइल एक्सेल जस्तै हुन्छ, सीएसवी मा अपलोड गर्नु भने सर तपाईको यहाँ आउँछ हैन। एउटा दुईटा छ भने तपाईले यहाँबाट एड कन्ट्याक्टमा गएर सर विवरण हेरेर तपाईले यहाँनिर कन्ट्याक्ट म्यानेज गर्न सक्नुहुन्छ। यो कन्ट्याक्टमा तपाईको मानौ 1000 वटा क्लाइन्ट छ, तर डिफ्रेन्ट ग्रुपका छ, क्याटेगोरीका छन्। तपाईले क्याटेगोरी अथवा ग्रुप मेन्टेन यहाँबाट गर्न सक्नुहुन्छ। जस्तो तपाईले क्रिएट ग्रुप गर्नु, जस्तो अफिस स्टाफ भयो, स्टुडेन्ट भयो, अथवा तपाईको कोवर्कर भयो, लगायत केसँग सम्बन्धित छ तपाईले ग्रुप नाम हाल्नु होला। त्यसपछि ग्रुप क्रिएट हुन्छ। क्रिएट गरेपछि तपाईको त्यो ग्रुपमा कतिवटा नम्बर छ यहाँ एउटा हेर्न सक्नुहुन्छ। अहिले तपाईले यो ग्रुपमा चाहिँ कुन नम्बर म हाल्छु भन्न चाहनुहुन्छ भने ग्रुप बनिसकेपछि यो असाइन ग्रुपमा जानुपर्छ। असाइन ग्रुपमा गइसकेपछि तपाईको सबै नम्बरहरु यहाँ डिस्प्ले हुन्छ। तपाई कुन नम्बरमा तपाई यो ग्रुपमा पहिले कुन ग्रुपमा कुन नम्बर हाल्न चाहनुहुन्छ पहिले ग्रुप नाम छान्नुस्, यहाँ देखाउँछ। त्यसपछि त्यसमा चाहिँ कुन नम्बर चाहिँ असाइन गर्नुहुन्छ टिक लाउँदै जानुस् र असाइन गर्दै। यति गरेपछि तपाईको यो ग्रुपमा यो नम्बरहरु आयो। अब तपाईको अर्कोचोटी हामीले ग्रुप नाम मात्र याद गर्दाखेरि तीन सबै नम्बरमा एकैचोटी मेसेज जान्छ। यो ग्रुप मेसेज भयो। ग्रुप क्रिएट गर्ने यहाँबाट ग्रुप भित्र पनि बल्क इम्पोर्ट गर्न सकिन्छ। तपाईको ग्रुपमा चाहिँ धेरै छ, तपाईको ग्रुप अनुसार छुट्टेको राख्नुपर्छ भने सीएसवी बाट ग्रुप भित्र पनि इम्पोर्ट गर्न सक्नुहुन्छ। त्यसको लागि पहिले डाउनलोड स्याम्पल गर्नु होला र त्यही भए बमोजिमको फर्मेटमा विवरण अपडेट गर्नु होला। सेभ गर्नुपछि यहाँ अपलोड गर्नु होला। सिधै ग्रुपमा तपाईको हुन्छ। पहिले ग्रुप क्रिएट गर्नु होला अनि त्यसपछि ग्रुप इम्पोर्ट गर्नु होला। यसरी ग्रुप व्यवस्थापन भयो। कन्ट्याक्ट म्यानेजमेन्ट पनि कसरी गर्ने भन्ने बारेमा बताए। अब यहाँ कन्ट्याक्टमा भएको व्यक्तिहरुलाई तपाईले एसएमएस पठाउन सक्नुहुन्छ। तपाईलाई यो कन्ट्याक्ट म्यानेजमेन्ट गरिसकेपछि अर्कोचोटी तपाईको एक्सेल कहाँ छ कता छ खोजिरहनु परेन। एकचोटी तपाईले अपलोड गरिदिनु भएपछि सधैँभरिलाई तपाईलाई सहज हुन्छ। अन्य एसएमएस प्रोवाइडरहरुले चाहिँ प्रत्येकचोटी एक्सेलबाट हाल्ने सिस्टम राखेको हुन्छ। त्यो झन्झटिया हुन्छ। प्रत्येकचोटी एक्सेल खोल्नु पर्यो। हाम्रोमा एकचोटी चाहिँ ग्रुप अपलोड गरेपछि ग्रुप मेन्टेन गरिसकेपछि र कन्ट्याक्ट मेन्टेन गरिसकेपछि अब सिधै तपाईले ग्रुप मेसेजहरु एनी टाइम मोबाइलबाट पनि पठाउन सक्नुहुन्छ। एक्सेल जतिखेर चाहिएन। अब त्यसको लागि ग्रुप मेसेजमा जानु होला। ग्रुप मेसेज चाहिँ तपाईले यहाँ मेसेज लेख्नु होला। मेसेजको पेजहरु पनि याद गर्नु होला। टेलिकमले प्रत्येक पेजको पैसा लिन्छ। तपाईले यहाँबाट जे लेख्नुहुन्छ तपाईले यहाँनिर मेसेज लेख्नु होला। त्यसपछि यसमा टिक लाउनु होला टर्म्स एन्ड कन्डिसनमा। अब यहाँनिर तीनवटा किसिमको सेन्ड छ। एउटा भनेको सेन्ड टु अल कन्ट्याक्ट। तपाईको कन्ट्याक्टमा मानौ 1000 छ, 1000 जना सबैलाई जाओस् भन्ने हो भने यहाँ थिच्नु होला। हैन तपाईले ग्रुप मेन्टेन गर्नु भएको छ भने स्पेशल ग्रुप मात्रै जाओस् भने यहाँ हो। तपाईले के गर्ने भन्दाखेरि सेन्ड अलमा क्लिक गर्न सबैलाई पठाउने यहाँ थिच्नुस्। ग्रुपमा पठाउने ग्रुप छान्नुस् अनि यो सेन्ड टु ग्रुपमा गर्नु होला। हैन म एउटा मान्छेलाई मात्रै पठाउँछु भन्ने चाहनुहुन्छ भने तपाईको मेसेजलाई मानौ इन्डिभिजुअलमा एउटा पठाउने टिक लाउनु होला। यहाँ इन्डिभिजुअलमै तपाईको यसलाई र दुईटालाई एकजनालाई पठाउँछ यहाँ टिक लाउनु र सेन्ड नाउ गरिदिनु होला। तपाईको इन्स्ट्यान्टली यो तपाईको मेसेज यो व्यक्तिमा जान्छ। यसरी तपाईले बल्क एसएमएस पठाउन मिल्छ। तपाईको ब्यालेन्स मेन्टेन हुनुपर्छ। ब्यालेन्स छ भने तपाईले बल्क एसएमएसमा ग्रुप सबै सम्पूर्णलाई एकैचोटी पठाउने, ग्रुप अनुसार पठाउने वा एउटा पठाउने तपाईको सबै तपाईको हातमा कन्ट्रोल छ। हस्त धन्यवाद।